गाइज म चाहिँ धुलिखेलदेखि बनेपासम्म हिँड्दै जाने प्लान गरेर आज चाहिँ धुलिखेलदेखि बनेपासम्म हिँड्दै जान लागेको छु। म चाहिँ अहिले यो धुलिखेलबाट तलतिर ओह्रालो झर्नलाई यो हस्पिटल भन्दा पछाडिको यो बाटो छ नि ओह्रालो यहाँ आइपुगेको छु। म अब तपाईहरुलाई धुलिखेलदेखि बनेपासम्मको सबै ठाउँहरुमा कहाँ के हुन्छ म सबै देखाउँछु। तपाईहरु मेरो पुरा भिडियो हेर्नु। यहाँ ऐसेलको बोट पनि रहेछ। ऐसेलमै पाकेर रहेछ आहा नि त ठिकै छ। यो बाटोको ऐसेल के खानु फोहोर छ होला। म चाहिँ यो बाटो हिँड्दैछु। यतिकै यो चाहिँ रहेको छ धुलिखेलको हस्पिटल भन्दा तलको फाँट पुरा खेतहरू छ। नि आलुबारी मस्त आलु नै आलु छ। यो आलु खनेर नपाइने हुन्थ्यो ब्यागमा हालेर माछा नहाले फेरि मान्छेहरूले ठिकै छ। म आलु चोरेर जाने नै म यो बाटो हिँड्दैछु। बाटो हिँड्ने क्रममा म चाहिँ यहाँ आइपुगेको छु। के हेरेको अनुहारै मान्छेको अनुहारै नदेखाएको त्यो बाइकको भाइले हिँड्ने क्रममा म पुगेको छु 28 किलोको उकालो। कस्तो धुलो के अनि मास्क लाएर हिँड्नु परेछ छ्या। यो नेपालको बाटो कहिले बन्ने होला सबैतिर अनि आनन्द हुने होला। म 28 किलो चोकमा पुगेको छु। त्यो भाइहरूले के खाँदै किम्बु एउटा सानो किम्बु रुखुन रहेछ है। टिप्नु पर्यो भने त सबै फोरै फोर्के सानो चाहिँ 6 किम्बुहरू होइन ए छ तर सबै धुलै छ्या फोरै फोर कति छ त्यहाँ तर फोरै फोर पुरै कालो किम्बु छ सेतै भयो छिछि धुलो कस्तो धुलो छ नि आमामामा गफ कसरी हिँड्नु यस्तो धुलो छ झन् मसँग मासु रहेछ। अहिले म ठिकै 28 किलो आइपुगेँ होइन। हो त्यो के हो त्यो चाहिँ काठमाडौँ युनिभर्सिटी है त्यो चाहिँ त्यही हो। अनि उता मेरो साथीको घर सकेको अनि यो चाहिँ बाटो यो चाहिँ मेन हाइवे होइन र यो चाहिँ भित्र बाटोबाट आएको भयो कि भित्र बाटो 28 किलोको बाटो धुलिखेल चोकमा आइपुग्यो। मेरो हस्बेन्ड चाहिँ मलाई रिसिभ गर्न आउनु भएको छ है। हिँड्दै लिन आएको यस जाम्लु। अब हामी दुईजना हिँड्यौँ। हामी चाहिँ यहाँ बुढलमा आइपुग्यौँ। एउटा किम्बुको बोट रहेछ अनि किम्बु टिप्न पठाएको छु है मैले चाहिँ उहाँलाई। खालि किम्बु खाने भन्यो भने गऱ्यो म टिपिदिन्छु भनेर जानुभएछ। कति लिएर आउनु हुँदो रहेछ हेरौँ। मरि तन्की टिप्न लाग्नुभएछ। कुन चाहिँको बोटो माछ नहाट्छ अनि भाग्नुपर्छ भनेर म चाहिँ ओरै बसेँ है गाइज। किम्बु कति धेरै टिप्यो। धुलो छैन है सेतो किम्बु कालो किम्बु पुरो सेतो एउटा प्लास्टिकमा हाल न पर्नु मसँग बट्टा हो हेर्नु यहाँ कति धेरै रहेछ। त्यहाँबाट चाहिँ म कति धेरै बक्लाको फोटो चाहिँ कति धेरै बक्ला हेर्नु सबै रुखैभरि बकुलै बकुला। हामीले चाहिँ अघि न चोरेर लिएर आएको किम्बु यसरी यहाँ खनायौँ। यति धेरै भयो। अब यो पखाल्ने अनि दुईजना मिलेर खाने। यति धेरै भयो के चोरेर लिएर आएको अर्काको बारीमा चोरी गरेर लिएर आएको किम्बु चाहिँ यति धेरै भयो।